आज चाहिँ हामीहरू यो तपाईँको अलाइनमेन्ट चेक गर्न गइरहेका छौँ र यसको लागि चाहिँ हामीसँग एउटा यो एसआरटीको चाहिँ एउटा ड्रइङ रहेको छ र हामी यसमा मोडलमा जाउँ सुरुमा। यो चाहिँ हाम्रो चाहिँ तपाईँको अलाइनमेन्ट रहेको छ र हाम्रो यहाँ चाहिँ इनलेट रहेको छ। अहिले चाहिँ हामी यो इनलेटको चाहिँ करेन्ट चेन्जेसको चाहिँ कोर्डिनेट चेक गर्न गइरहेका छौँ, ठिक छ कि छैन, हाम्रो अलाइनमेन्ट छ कि छैन भनेर। यसको लागि चाहिँ हाम्रो साइट सर्भरबाट चाहिँ त्यो कोर्डिनेट पाएका छौँ, जो चाहिँ हामी चाहिँ एउटा मोबाइलमा छ अहिले। र अहिले चाहिँ हाम्रो यो करेन्ट चेन्जेस भनेको चाहिँ 342.9 रहेको छ र अब यसलाई चाहिँ यसको कोर्डिनेट हामीले चाहिँ यसमा चेक गर्न गइरहेको छौँ। यो कप जहाँबाट सुरु भयो त्यहाँ चाहिँ मैले एउटा पोली लाइन तानेको छु र यहाँबाट मैले अब यसलाई चाहिँ एरे कमान्ड गरेर अफसेट गर्नेवाला छु। एरे पाथ यहाँ गयो र यसलाई मैले स्पेसिङ चाहिँ 1.5मा गर्छु है, त माथिपट्टि हुन्छ 1.5 गरेँ। अब मैले यसलाई यत्तिकै चाहिँ यो बिचको यो ट्रिम गर्न मिल्दैन, यो ट्रिम गर्न खोज्यो नि माथिको लाइन पनि जान्छ। त्यही भएर मैले सुरुमा यो जुन मैले एरे ताने नि यसलाई चाहिँ मैले एक्सप्लोर गर्नुपर्छ भनेर यसको प्रपर्टीलाई मैले फालिदिएँ है। यसो छुट्टा छुट्टै एउटा पोली लाइन जस्तो बन्छ यिनीहरू। एक्सप्लोर कमान्डले चाहिँ पोली लाइनमा कन्भर्ट गरिदिन्छ। यहाँबाट मैले के गर्छु, ट्रिम कमान्ड युज गरेर भित्रको लाइनलाई चाहिँ मैले फाल्नेवाला छु। यो गयो, यो भने चाहिँ अब यताबाट गर्न मिलेको छ। मेरो यहाँ 300 चेनेको छ भने चाहिँ यहाँबाट तल कति आयो भन्दाखेरि लेन्थ 34.99 भने चाहिँ मेरो यहाँसम्म आइपुग्दा 334.99 छ है त। यहाँसम्म आइपुग्दाखेरि मैले अब एउटा लाइन तान्छु, यहाँ आयो, यहाँ आयो। यो भनेको मेरो 334.99 है त, 334.99। र अहिले हामी कति पुगेको छौँ, 342.9 भनेपछि मलाई अब कति चाहियो, 7.91। यहाँबाट मैले 7.91 अफसेट गर्छु, 7.91 इन्टर। भनेपछि मेरो कहाँ आयो यो भएन, सरी भइरहेको। मेरो यहाँसम्म आइपुग्दाखेरि मेरो टोटल यहाँको लेन्थ कति छ भन्दाखेरि 34.99 छ है त। भनेको उता 300 चाहिँ यस्तो यहाँबाट चाहिँ 300 भनेपछि कति यहाँ आइपुग्दाखेरि 334.99 र मलाई चाहियो 342.9। अहिले करेन्ट चेन्जेस भनेपछि मेरो 7.91 मैले अफसेट गर्नु पऱ्यो है त। योबाट मैले अफसेट 7.91 गरेँ मैले है त। भनेपछि मेरो अब यहाँ आइपुग्यो। अब मलाई यहाँ मेरो साइडबाट चाहिँ कोर्डिनेट मलाई कति आएको छ भन्दाखेरि 508894.578 303902.5.80। यो मेरो सेन्टरको कोर्डिनेट हो है, यो साइडको होइन फेरि। अब मैले के गर्नुपर्छ भने सर्कल बनाउनुपर्छ एउटा बिचमा सेन्टरमा। अब मैले यसलाई चेक गर्छु यहाँबाट। सो कोर्डिनेट मेरो कति छ, 508894.56 508894.57 ठिक छ। सेन्टर एक्स वाइ हेरौँ 303902.5.800 817 यो पनि ठिक छ। एलिभेसन चाहिँ हाम्रो देखाउँदैन यहाँ, हाम्रो 661.075 छ। अब यसलाई चेक गर्नु पऱ्यो, हामी यहाँ माथिबाट चेक गरौँ है त। यहाँ पर्छ कि पर्दैन त्यो पनि हेर्नु पऱ्यो नि त। अब हामी सर्कल बनाउनु यहाँबाट अब यसको कोर्डिनेट यहाँ गएर हाल्नु है त। फेरि हामीले यहाँ भएको 508894.578 वाइमा कति छ 303902.5.800 र हाम्रो एलिभेसन रहेको छ 661.075 इन्टर। भनेपछि हाम्रो यहाँ आइपुग्यो भनेपछि मिल्यो। यसरी चाहिँ हाम्रो टनलको चाहिँ अलाइनमेन्ट चेक गर्छ कोर्डिनेटको आधारमा।